योहान क्रुइफ, जसलाई द फादर अफ मोडर्न फुटबल पनि भनेर चिन्न सकिन्छ, उनी यङ एजमा नै यति खतरा खेल्थे कि 15 वर्षको उमेरमा नै उनलाई आयाक्सको फर्स्ट टिमबाट डेब्यू गराइन्छ। र योहान क्रुइफ आउनुभन्दा पहिला आयाक्सले एकदमै खतम खेलिरहेका हुन्छन् र जब योहान क्रुइफको डेब्यू हुन्छ, डेब्यू सिजनमा नै योहान क्रुइफले आयाक्सलाई लिग टाइटल जिताइदिन्छन् र आउने 3 सिजनमा 3 सिजन लगातार आयाक्सलाई नेदरल्यान्डको लिग टाइटल जित्न सफल गराउँछन्। र कुरा झन् इन्ट्रेस्टिङ जब बन्न जान्छ तब 1917 मा आयाक्सले पहिलोचोटि युरोपियन कप, जसलाई अहिले युसिएल भनिन्छ, त्यो जित्छन्। र यो मात्र होइन, आउने 3वटा सिजनमा आयाक्सले लगातार योहान क्रुइफको मद्दतले 3वटा च्याम्पियन्स लिग जित्न सफल हुन्छ र च्याम्पियन्स लिग थ्रिपिट गर्छन् र उनले आफ्नो करियरमा 3 चोटि बलोन डियर पनि जित्न सफल हुन्छन्। जब आयाक्स छाडेर 1973 मा बार्सिलोना आउँछन्, उनले आउने सिजनमै बार्सालाई 14 वर्षमा पहिलोचोटि लालिगा जिताउँछन् र त्यही सिजन उनले रियल म्याड्रिडलाई 5-0 ले हराउन सफल हुन्छन् र उनी 9 नम्बर लगाउँथे, तर ही प्लेड लाइक नम्बर 10, जसले क्रिएट पनि गर्न सक्थे, डिफेन्ड गर्नु पनि सक्थे र स्कोर पनि गर्न सक्थे। त्यसैले फ्यान्सहरू उनलाई एल साल्भाडोर भन्थे, जसको मतलब हुन जान्छ द सेभियर। यो कहानी थियो वान अफ द बेस्ट प्लेयर अफ अल टाइम, योहान क्रुइफको।